विद्महे वक्रतुण्डाय धीमहि तन्नो विष्णु प्रचोदयात्। ॐ भूर्भुवस्सुवः ॐ नारायण विद्महे वासुदेवाय धीमहि तन्नो दन्तु प्रचोदयात्। ॐ भूर्भुवस्सुवः ॐ तत्पुरुषाय विद्महे महादेवाय धीमहि तन्नो रुद्रः प्रचोदयात्। ॐ सहना भवतु सहनौ भुनक्तु सह वीर्येकरवावहै तेजस्विनावधीतमस्तु मा विद्विषमहे। ॐ शान्ति शान्ति शान्तिः। हरे कृष्ण। धन्यवाद गुरुजी। अब यो हामी यो बुद्ध पूर्णिमा बुद्ध जयन्तीकै सिलसिलामा छौँ। योभन्दा अगाडिको शुक्रबारको एपिसोडमा हाम्रो दयाराम सरले बुद्धको लाइफ र टिचिङ्सको बारेमा हामीलाई राम्रो सत्सङ्गमा सरिक गराउनु भएको थियो। आज त्यही सिलसिलामा बुद्धको ध्यान विधि विपश्यनाको बारेमा उहाँले 1 घन्टा जति हामीलाई सत्सङ्ग गर्नुहुन्छ। त्यसपछि त्यो विषयमा अलिकति हामी उहाँसँग जिज्ञासा आफ्नो विचार सेयर गर्छौँ है त। ल दयाराम सर, हजुरको यो सेयर गर्ने अनुमति पनि पाएन। ल बर्बाद भयो। म 1 सेकेन्ड है, म त्यो मागिहाल्छु त। म सेयर गर्ने अनुमति पनि पाएँ है। कस्तो आपत्ति पऱ्यो हेमन्तजी। ल मलाई अहिले फोन गर्नुभएको थियो, म भन्न बिर्सेँ त। 1 सेकेन्ड होल्ड अन गर्नु, उठाउनुहुन्छ है फोन। हजुर दिनजी। हेमन्तजी, त्यो सत्सङ्गको सेयर गर्न र रेकर्डिङ गर्न तपाईँको पर्मिसन चाहियो, त्यो नभए भएन। अनलाइन गरेर गर्नुपर्ने भयो। ल कति बेर लाग्ला? 15-20 मिनट लाग्छ होला। ए ल 15-20 मिनट लाग्छ अरे। ल सेयर नगरिकन बोल्ने। त्यसो सुरु गरौँ त। तपाईँ त्यो हेर्नु न, आफ्नो सुरु गर्नु न। ल सर्वप्रथम ओम नमो बुद्धाय नमो धर्माय नमो सङ्घाय। बुद्ध धर्म र सङ्घलाई नमन। सबै बुद्धहरूलाई नमस्कार। बुद्धले उपदेश दिएको सबै धर्मलाई नमस्कार। शीलबाट परिशुद्ध हुनुभएका सङ्घलाई नमस्कार। शुद्ध चित्तले गरेको मेरो बुद्ध पूजाको फलले सधैँ सधर्म भइरहोस् र लोकलाई सधैँ सुखी भइरहोस्। बुद्ध पूजाको फलले प्राप्त भएको पुण्यले सबैको मन सन्तोष होस्। आफूले इच्छा गरेको बोध दिएर दानशील दिएर सबै पारमिता पुरा गराएर निर्वाण प्राप्त होस्। यस धर्माचरणले म बुद्ध धर्म र सङ्घको पूजा गर्दछु। यस प्रकार धर्मानुकूल धर्माचरणले बुद्ध धर्म र सङ्घको पूजा गरेर मलाई जन्म जरा र मृत्युबाट मुक्ति प्राप्त होस्। यस पुण्याचरणले निर्वाणको प्राप्त नभएसम्म मूर्खहरूको सङ्गत नहोस्, ज्ञानीहरूको सङ्गत होस्। अन्न फसल फलफुल बढ्नको लागि समयमा नै वर्षा होस्। संसारको सबै जीवको समृद्धि होस् र राज्य सरकार धार्मिक होस्। मेरो यो पुण्यको फलले मनको मैलो आश्रय बगाइदियोस्। मेरो यो पुण्यको फलले निर्वाण पर प्राप्त होस्। मेरो यो पुण्यको फलले सबै प्राणी सुखी होस्। आयु आरोग्य सम्पत्ति सुगति सम्पत्ति र निर्वाण सम्पत्ति मलाई प्राप्त होस्। मैले चाहिँ यो पाली भाषा र संस्कृत भाषाको श्लोक बुझ्दैन भनेर नेपालीमै वाचन गरेको। बुद्ध त्रियोग दिवसको उपलक्ष्यमा हिन्दू धर्म सर्कल अमेरिकाको आयोजनामा प्रत्येक शनिबार अमेरिकामा शुक्रबार आयोजना हुने अन्तर्राष्ट्रिय जुम कार्यक्रममा 314औं श्रृङ्खलामा विभिन्न नेपाल, अमेरिका, क्यानाडा, बेलायत, भारत लगायत विभिन्न मुलुकबाट प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहभागी हुनुभएका सम्पूर्ण महानुभावहरूमा हार्दिक नमस्कार, जोजोलपा, लसकुस र स्वागत अभिवादन।
सर्वप्रथम मलाई यो बोल्ने अवसर प्रदान गर्नुभएकोमा आयोजक हिन्दू धर्म सर्कल अमेरिका र दिनार बाबु श्रेष्ठजीलाई हार्दिक धन्यवाद। उपस्थित सम्पूर्ण महानुभावहरूमा बुद्ध संयोग दिवसको उपलक्ष्यमा बुद्धको उपदेश सम्बन्धमा गर्न लागि छलफल यो मेरो दोस्रो भाग हो। यो मे महिनाभरि नै श्रृङ्खला गर्ने सल्लाह भएअनुसार यही विषयमा अबको यो महिनाभर अर्को 2वटा भाग र यो समेत 3 भाग विभाजन गरेर मैले यो छलफल गर्ने प्रयासमा छु। गत हप्ता बुद्ध दर्शन र आधुनिक दृष्टिकोणको विषयमा छलफल गरेका थियौँ। आजको यो छलफलमा सिद्धार्थ गौतमले बुद्धत्व प्राप्त गर्नुभएको माध्यम ध्यान भावनाको बारेमा चर्चा गर्ने प्रयास गर्नेछु। बुद्ध आफैले दिनुभएको उपदेशमा ध्यान भावनालाई समर्थ र विपश्यना गरी 2 प्रकारबाट वर्णन गर्नुभएको छ। यसमध्ये विपश्यना अन्तर्गतको बोध्यङ्ग धर्मलाई केन्द्रित गरी ध्यानको बारेमा म चर्चा गर्नेछु। एकैपटक बोध्यङ्ग धर्मको बारेमा चर्चा गर्दा त्यसबारेमा बुझ्न कठिन हुने हुँदा ध्यानको बारेमा बुझ्न आवश्यक हुन्छ। अझ यस बारेमा बुझ्नको लागि सर्वप्रथम छलफलको लागि सरल होस् भनेर यस बुद्ध दर्शनसँग सम्बन्धित बुद्धिस्ट टर्मिनोलोजीहरू धेरै छन्। त्यसमध्ये बढी प्रचलनमा आउने बुद्ध दर्शन सम्बन्धी विभिन्न शब्दहरूको अर्थ म प्रस्तुत गर्न चाहन्छु। भावना भन्नाले धेरैलाई थाहा नै छ, तर हामीले भावना ध्यान अभ्यास भनेर भनिरहेका हुन्छौँ। अनि बुद्धको समयमा चाहिँ भावना भन्ने बित्तिकै ध्यान गर्ने र अभ्यास गर्ने भन्ने बुझिँदो रहेछ। अनि आरम्भन भन्ने शब्दले चाहिँ आलम्बन अथवा चैतसिक भन्ने शब्द बुझिँदो रहेछ, जुन चाहिँ हाम्रो मन चाहिँ स्वच्छ हुन्छ। त्यो मन स्वच्छ भएकोमा अनि त्यो मनले सोच्ने विभिन्न विचारहरू चाहिँ आरम्भन भनिँदो रहेछ। जस्तै पानी शुद्ध हो, त्यहाँ पानीभित्र मिसिएको विभिन्न तत्त्वहरू भने जस्तै पानी चाहिँ चित्त अनि आरम्भन चाहिँ पानीमा मिसिएको ठुलो जस्तै विभिन्न विचारहरू भन्ने गरेको छ। अनि मन सिकार भनेको मनले कुन विषयमा कुन वस्तुमा सम्झने भन्ने मन सिकार। धम्म भन्नाले धर्म भइहाल्यो। काय भनेपछि शरीर सबैलाई थाहा नै छ। अनि यो शब्द प्रचलित भएको चाहिँ ठिन भनेको चाहिँ अल्छी चित्तलाई ठिन भनिँदो रहेछ। मित्र भनेको त्यो अल्छी चित्तसँग आलम्बन हुने मिसिने तत्त्व या वस्तु। अनि विचिकित्सा भनेको छ त्यो चाहिँ शङ्का उपशङ्का गर्नेलाई विचिकित्सा भन्दो रहेछ। अनि हामीले भन्दै गरेको थाहा भएको रिसलाई व्यापार भन्दो रहेछ। त्यस्तै मन चञ्चल भएको भन्ने चञ्चल भन्ने स्वभावलाई उद्धत्त भनिन्छ। अनि कुकुच्च भनेको त्यो चञ्चलबाट भएर अनि कुनै अब मैले यो गर्न नहुने भनेर त्यो चञ्चलबाट हुन गएको कर्मप्रति पश्चाताप गर्नेलाई कुकुच्च। अब काम भनेको राग भइहाल्यो। अनि छन्द भनेको चाहिँ त्यो रागमा टाँसिने तत्त्व हो। अनि निवारण भनेको अवरोध पर्दा त्यो चाहिँ पञ्चनिवारणमा पर्छ। काम छन्द व्यापार ठिनमिद्ध उद्धत्त कुकुच्च विचिकित्सा मैले अघि नै भनेको सबै पञ्चनिवारणमा पर्छ। अनि त्यस बेला बुद्धले दिनुभएको प्रवचनको क्रममा धम्म भनेको चाहिँ अहिले जस्तो सम्प्रदाय नभई स्वभाव र प्रकृति हुँदो रहेछ। अनि आश्रय भनेको लिप्त वा आश्रित हुने। अनि त्यो चाहिँ 4 प्रकारको हुँदो रहेछ। काम आश्रय, भव आश्रय, दिट्ठी आश्रय र अविद्या आश्रय भनिँदो रहेछ। अनि स्कन्द भनेको एउटा समूह हो। हामीले धेरै पटक सुन्ने गरेका छौँ। पञ्चस्कन्द भन्नाले रूप स्कन्द, वेदना स्कन्द, संज्ञा स्कन्द, संस्कार स्कन्द, विज्ञान स्कन्द वा चित्त स्कन्द भनिँदो रहेछ।
अनि आयतन भनेको भागहरू, शाखाहरू, प्रशाखाहरू, संखारा भनेको संस्कार, अनि विज्ञान भनेको विज्ञान वा मन वा चित्त, अनि वीर्य भनेको शब्द उत्साह हो, अनि फस्स भनेको स्पर्श हो, अनि हामीले सुनिने गरेको नाम भन्ने शब्द चाहिँ यो बुद्ध दर्शनमा चित्तको हिसाबले प्रयोग गरिँदो रहेछ। अनि हामीले गर्ने मानसिक र शारीरिक कर्म काम जुन हुन्छ त्यसलाई चाहिँ रूप भनेर शब्द प्रयोग गरिन्छ। त्यस्तै सक्काय भनेपछि अनि मिथ्या अर्थ लगाएको छ। शीलबद्ध परामास भन्नाले गल्ती तरिकाको शील व्रत गर्ने, थाहा नपाइकन व्रत गर्ने, भोकै बस्ने, पूजा गर्ने भन्ने शब्द प्रयोग गरेको छ। अनि पटिग भनेको अनि कडा खालको रिसलाई पटिग भनेर वर्णन गरेको छ। यस्ता शब्दहरू थुप्रै छन्। हामीले व्याख्या गर्ने क्रममा त्यसको अर्थ पनि बुझाउने प्रयास गर्नेछौँ। अब यो बोधिङ्ग धर्म बुझ्नलाई भावना वा ध्यानबारे बुझ्न आवश्यक छ। त्यही भएर ध्यान के हो भनेर ध्यान सम्बन्धी ध्यानको बारेमा केही कुरा म भन्न गइरहेको छु। आफ्नो चित्तलाई निर्मल गर्ने विधि नै ध्यान हो। मन सधैँ चञ्चल भएर उडिरहेको हुन्छ। मन शरीरबाट बाहिर डुलिरहेको हुन्छ। मन र चित्त उही रूपमा लिने गरेको छ यो बुद्ध दर्शनमा। कुनै पनि अवस्थामा मन हिँडिरहेको हुन्छ। त्यो चाहिँ हिँडिरहेको मन चाहिँ अतीत वा भूत वा वर्तमानमा र भविष्यमा, भविष्यको अवस्थामा, हरेक अवस्थामा दौडिरहेको हुन्छ। विशेष गरी आरम्भन भुल्नेमा बढी दौडिरहेको हामी पाउँछौँ। भुल्ने भन्नाले चित्तले कुन तत्त्वमा विचार गरेको छ त्यही हो आरम्भन भनेको। खास छ आरम्भनमा त्यो भुलिरहेको हुन्छ। कि त रूपमा, आँखाले देखेको रूपमा, कि त शब्द, कानले सुनेको ध्वनिमा, कि त नाकले सुँगेको गन्धमा, कि त खाने रसमा, कि त स्पर्शमा, कि त धर्म वा मनमा आउने चिन्तन र विचारमा। यो यस्तो बगिरहने धारा जस्तै भएकोले यस चित्त कम उत्पन्न हुने विचारमा भएको हुन्छ। यसको माध्यमहरूमा चाहिँ रूप चाहिँ देख्ने आँखा, शब्द सुन्ने कान, गन्ध सुँघ्ने नाक, रस वा स्वाद चाख्ने जिब्रो वा मुख, स्पर्शको अनुभव, छाला र विचार उत्पन्न हुने नै मन हो। यस 6 इन्द्रिय मार्फत अतीत, वर्तमान, भविष्यको गरी जम्मा 18 प्रकारको चित्त हुन्छ भनेर वर्णन गरिएको छ। अब ध्यानको अर्थको कुरा गर्दा चाहिँ अङ्ग्रेजी अर्थ चाहिँ रिमार्क्स, नोट, अटेन्सन, कन्सिडरेसन, कन्टेम्प्लेसन, आई, हिट, अटेन्टिभनेस, रिगार्ड्स, रेस्पेक्ट, माइन्ड, रिभेरी, केयर, रिफ्लेक्सन, इयर, कग्नाइजेन्स, अचुङ, रिगार्ड्स भनेर यो डिक्सनेरीमा लेखिएको छ। त्यस्तै नेपालीमा अनुपालन गर्ने, निशाना, लाइन, भाव हुनु आदि भनिएको छ। यससँग सम्बन्धित शब्द ध्यानी, मेडिएटर, मिडिएट, फेथफुल अनि साप भन्ने शब्द जोडिएको हुँदो रहेछ। यो शब्द चाहिँ ध्येय धातुबाट बनेको हो। यो भनेको धारण गर्न लायक, धारणीय, धार्य, ध्येय ध्यानमा ल्याउन सकिने, ध्यान गरिँदै रहेको, ध्यान गर्न योग्य अथवा ग्रहण गर्नु भन्ने ध्यानबाट अर्थ बुझ्न सकिन्छ। यही अर्थबाट हामीले बुझ्ने हो भने ध्यान भन्नाले एक गहिरो सोच या विचार गर्ने क्रिया हो। व्यक्तिले आफ्नो मनको चेतनाको एक विशेष अवस्थामा लैजाने प्रयत्न हो। अद्वितीय वा अलभ्य वस्तुप्रति एकट्ठो भएर लाग्ने काम, कुनै एक चिजमा मन तुल्याएर लाग्ने काम वा भाव वा अवस्था हो। योग दर्शन अनुसार समाधिको पूर्व अङ्ग वा स्थिति हो। चेतन मनको एक प्रक्रिया हो। मनको आरम्भन टसाई हरेक क्षणमा चलित भएर, भुलेर, चञ्चल भएर आसक्ति हुने गर्दछ। यसबाट हुने अशुद्ध चित्तलाई शुद्ध, चललाई निश्चल वा स्थिर गर्ने
यसको स्वभावमा बदल्ने कार्य नै ध्यान वा समाधि गर्ने पनि भनिन्छ। यसरी मनलाई बसमा राख्ने, एकाग्रता गर्ने, संयमित गर्ने र नियन्त्रणमा राख्ने नै ध्यान हो। यो मन जुन सम्बन्धसँग लिप्त भएको हुन्छ त्यसलाई अलिप्त बनाउन प्रथम ध्यान, द्वितीय ध्यान, तृतीय ध्यान, चतुर्थ ध्यान गरी पञ्चम ध्यानसम्म जान्छ भने यसको स्तर चाहिँ 4वटा स्तरमा गरिन्छ। ध्यान गर्दै जाँदा चित्त कतिसम्म स्थिर गर्ने हो वा हुन गयो त्यसको स्तर हो। बुद्धले बताएको यो प्रक्रियाको लागि खासै अर्थमा ध्यान वा मेडिटेसन उपयुक्त छैन। अब हामीले बुझ्ने गरेको चाहिँ त्यो अलिकति फरक हुँदो रहेछ। ध्यानसँग ठ्याक्कै मेल खाँदैन। यो प्रक्रिया भनेको वास्तविक अर्थ भनेको भावना हो। मनबाट भाविता गर्ने। भावना भन्ने बित्तिकै त्यो शब्द शील समाधिको भावना हो। तर ध्यान हामीले ठ्याक्कै ध्यान गर्ने भन्ने बुझ्ने होइन, भावना शीलसँग सम्बन्धित भएर भाविता गर्ने भन्ने अर्थमा त्यो बेला लिएको हो। त्यसलाई हामीले त्यसरी नै अर्थमा बुझ्नुपर्छ। यो एकदम सर्वव्यापी छ। श्रीलङ्का लगायत अन्य देशहरूमा पनि यही भावना शब्दलाई नै प्रयोग गरिएको हुन्छ, ध्यान भनेर प्रयोग गरिँदैन। भावनाको अर्थ पनि बुझ्न आवश्यक छ। यस्तै सिलसिलामा भावेति शब्दबाट भावना बनेको हो। यो एक नाम शब्द हो, क्रियापद होइन। भावेति भनेको नेपाल भाषामा छेलेगु वा उपयोगमा ल्याउने वा भाविता गर्ने हो। हामीले त्यो भावना गर्दा केलाई भावना गर्ने, मनलाई प्रयोग गर्ने हो, मनलाई भावित गर्ने हो। अझ मनको के प्रयोग गर्ने भन्दा कुशलतर्फ मनलाई लैजाने विधि हो। भावेति कुशल धम्मे चित्ते कुशल धम्मे आसेवती वर्तेति। कुशल धर्मलाई विकास गरेर लैजाने नै भावना हो। केही नगरेर बसेमा पनि ध्यान भनेर हुँदैन। मन शान्त र आनन्द हुने ध्यान हो। आर्यमौन बस्दा, चुप लाग्दा, आँखा चिम्लेर केही नबोलिकन बस्दा शान्त र आनन्द हुन्छ। तर त्यो ध्यान होइन। बुद्धले बताए अनुसार चाहिँ त्यो भाविता होइन, यो आफै आफ हुन्छ। बुद्धले बताउनु भए अनुसार नै त्यति मात्र गर्ने नभई समस्या समाधान गर्न, घरमा अशान्ति भयो भनेर शान्त पार्न केही बेर कतै गएर ध्यान गर्न जाने काम मात्र भाविता होइन। मन बहलाउन त सङ्गीत सुनेर पनि समाधानको बाटो निस्किन्छ। कतै डुलेर वा केही गरेर अथवा घुमेर सिनहरू हेरेर, चलचित्र हेरेर समाधान गर्न सकिन्छ। तर त्यसलाई भावना अभ्यास भन्दैन। यसबाट मनलाई क्षणिक आनन्द त लिन सकिन्छ। तर बच्चाहरूमा भावनामा डुबाउने किन भन्दा बढी स्मरण शक्ति बढाउने, परीक्षामा अब्बल नम्बर ल्याउने हो र क्रिएटिभिटी बढाउने हो। कुशल धर्मलाई भाविता गरेर चित्तलाई कुशल धर्मको उन्नति वृद्धि गर्नेलाई नै खास रूपमा साधना हो। त्यसो भएन भने साधनाको कुनै औचित्य रहँदैन। अब धेरै नै भावनाको अर्थ बुझेपछि चाहिँ म छोट्याएर आनापानको अर्थ पनि बुझाउन कोसिस गर्छु। आन र अपानबाट आनापान शब्द बनेको हो। आन भनेको आश्वास लिने, श्वास भित्र्याउने, र अपान भनेको प्रश्वास अनि त्यो श्वासलाई बाहिर पठाउने हो। अनि सति भनेको स्मृति वा होस हो। यी दुवैलाई भित्री आँखाले वा मनले सति गर्ने वा स्मृति गर्ने, ध्यान राख्ने, होस राख्ने, थाहा पाउने वा देख्ने हो। श्वासलाई ध्यानको आरम्भन गर्न सकिन्छ। भित्र आउने र बाहिर जाने श्वासलाई होस गरेर मन स्वीकार गरिरहने नै ध्यान हो। ध्यान वा मनलाई आरम्भन नगर्ने कुनै पनि वस्तु हुँदैन। कानबाट सुन्ने, मुखबाट खाने, जिब्रोले स्वाद वा रस लिने, पिउने काम गर्ने, आँखाबाट देख्ने, नाकबाट सुँघ्ने र छाला वा शरीरबाट स्पर्श जस्ता भइरहने विभिन्न घटनाहरू हुन्छन्। ती सबैलाई ध्यानको लागि आरम्भन गर्न मिल्छ।
ती मध्ये एक पटकमा एउटामा मात्रै चित्त जाने भएकोले त्यसलाई आरम्भन गर्न मिल्छ। त्यसैले ध्यानको लागि समय छुट्टै आवश्यक नराखे पनि ध्यान गर्न सकिँदो रहेछ भन्ने बुझ्न सकिन्छ। यसको लागि ध्यान गर्न के गर्नुपर्छ, कसरी गर्ने भनेर विधि थाहा पाउनु पनि अति आवश्यक छ। जहाँ गएर जे गर्दा पनि व्यवहारमा ध्यान गर्न सक्ने अवस्था चाहिँ हो। त्यही अनुसार श्वासलाई सबैभन्दा सजिलो समर्थ ध्यान हो। त्यो समर्थ ध्यान पनि 40 प्रकारको छ। त्यो 40 प्रकार मध्ये पनि एक आनापानसति ध्यान हो, जुन धेरै नै लोकप्रिय छ। भगवान बुद्धले पनि यही आनापानसतिलाई विशिष्ट रूपमा महत्त्व दिएको छ। यो बुद्धको जन्मभन्दा अघि पनि रहेको ध्यान विधि र प्रक्रिया हो। त्यही भएर बुवा शुद्धोधन महाराज अनि उहाँको मुमा प्रजापति सहित सबै परिवार असारको समयमा धान रोप्न भनेर महोत्सव हेर्नको लागि बाहिर गएको समयमा उहाँ चाहिँ एक्लै घरमा छोडिएको थियो। त्यो बेला नै उहाँले समर्थ ध्यानको अभ्यास गरेको भनेर उहाँले बताउनु भएको थियो। हिन्दू साहित्य लगायत अन्य साहित्यमा यो गर्दा ध्यानलाई केन्द्रबिन्दु बनाएर विभिन्न तरिकाबाट ध्यान गर्ने र प्राणायाम गर्ने जुन तरिका भन्दा यो अलिकति पृथक देखिन्छ। निरोगी हुन, शारीरिक तन्दुरुस्ती हुनलाई बलवान गर्न योग र व्यायाम गरिन्छ भने मानसिक शान्ति र आनन्दको लागि यो ध्यान गरिन्छ। तर बुद्धले बताउनु भएको यो ध्यान त्यस्तो प्रकारको मात्र नभइकन आनापानसति ध्यान निर्वाण प्राप्तिको लागि, मुक्ति मार्गको लागि हो। यो लौकिक नभई लौकिकको दुःखमय संसारबाट टर्नको लागि बताउनु भएको लोकोत्तर ध्यान हो। एतम सन्तम शान्त स्वभावले गर्ने यो ध्यानबाट मन एकदम शान्त, हलुका र आनन्द हुने हुन्छ। एतम पनितम प्रणीत स्वभाव भएको राम्रो, रमाइलो, मन प्रसन्न हुने स्वभावको ध्यान पनि हो। यो ध्यान गर्नको लागि ठाउँ, नाउँ, गाउँ, जात, सम्प्रदाय भनेर विशेष रूपले आवश्यक छैन। यो भनेर भनिरहनु पर्ने छैन। कुन जातको, कुन सम्प्रदायको श्वास भन्नु आवश्यक पनि छैन। शुद्ध श्वासलाई आरम्भन गर्ने ध्यान भएकोले मन आनन्द हुनको लागि उपकारी हुने नै ध्यान हो। यसले गर्दा सबैभन्दा धेरै व्यक्तिलाई मनपर्ने नै ध्यान हो। आँधी बेरी, हावाहुरी हुँदा, धमिलो वातावरण भएको बेलामा पानी पर्न थाल्छ र पानी पर्न सकेपछिको बेलाको समय जुन हुन्छ त्यो चाहिँ सफा मौसम र निर्मलको अवस्था हुन्छ, जुन हेर्दा नै हामीलाई रमाइलो लागे जस्तै। ध्यान हुनुभन्दा पहिला र पछि हुने मनको अवस्था पनि त्यस्तै हो। ध्येय भनेको धारण गर्न लायक, धारणीय, धार्य, ध्येय, ध्यानमा ल्याउन सकिने, ध्यान गरिँदै रहेको, ध्यान गर्न योग्य, ग्रहण गर्नुपर्ने भनिएको हो। एक गहिरो सोच या विचार गर्ने क्रिया व्यक्ति आफ्नो मनको चेतनाको एक विशेष अवस्थामा लैजाने प्रयत्न, अद्वितीय वस्तुप्रति एकट्ठो भएर लाग्ने काम, कुनै एक चिजमा मन तल्लीन तुल्याएर लाग्ने काम वा भाव अवस्था नै ध्यान हो मैले भने। ध्यान चाहिँ मूल रूपमा 2 प्रकारको छ, समथ र विपस्यना। आनापानसति ध्यान 30 प्रकारको समर्थ ध्यानको कायानुपस्यना अन्तर्गतको हो। तर यो ध्यान सुरु गर्नुभन्दा पहिला गरिनुपर्ने ध्यानहरू जस्तै चतुरार्य भावना। यो चतुरार्य भावनामा चाहिँ 4वटा भावना गर्न आवश्यक छ। कुनै पनि ध्यान गर्नुभन्दा पहिला यी 4वटा गर्यो भने प्रक्रियाको पहिलो खुर्किलो पुरा गरेको हुन्छ। त्यसमा चाहिँ बुद्धको गुण सम्झेर बुद्धानुसति ध्यान गर्ने, मित्रहरूको गुण सम्झेर मेटानुसति, अनि हाम्रो जीवन चाहिँ एकदमै क्षणिक परिवर्तन भएको अनुभव भएको हुनाले हाम्रो शरीरमा जुन जति अङ्गहरू छन् त्यसलाई सम्झेर गर्ने अस्तुतानुसति र जब हामी मृत्यु हुन्छ त्यो मृत्यु भइसकेपछि के कुन अवस्था हुन्छ भनेर मरणानुसति गर्नुपर्छ।
यो मरणानुसतिमा अलिकति म के भन्न चाहन्छु भने बुद्धको समयमा धेरै जसो अहिले जस्तो घाटमा लगेर पोल्ने भन्दा पनि कुनै कुनै दुर्गम भेगहरूमा चाहिँ कुनै पनि मान्छे मर्ने बित्तिकै हामीले भन्ने गरेको घाटमा लगेर त्यत्तिकै छोड्ने हुँदो रहेछ। त्यो छोडेपछि चाहिँ अब सुरुमा अलि त्यो एकदमै दुर्गम जङ्गलमा एकान्त जङ्गल हुँदो रहेछ। अनि त्यहाँ छोडेपछि चाहिँ सुरुमा फुलेर आउने, अनि त्यसपछि अब जङ्गली जन्तुहरू आएर खाने, अनि पिप बग्ने, अनि लाछाचुँड गर्ने, अनि रगत बगिरहेको हुने, त्यस्तो सम्झेर त्यो पनि गर्नुपर्छ भन्ने गरिएको छ। समर्थ 40 मध्ये एक यो आनापाना जुन सरल र उपयुक्त पनि छ, त्यसपछि मात्रै समर्थ ध्यान गरिसकेपछि मात्र विपश्यना गर्ने हो। दुवै प्रकारको ध्यानमा चाहिँ 4 अनुपश्यना गर्नुपर्छ। त्यो 4 अनुपश्यना कायानुपश्यना, वेदानुपश्यना, धर्मानुपश्यना र चित्तानुपश्यना हो। तर दुवैमा त्यो 4 पश्यना गर्ने भए पनि समर्थ ध्यानमा गर्ने र विपश्यनामा गर्ने त्यो 4 अनुपश्यना केही दृष्टिकोण फरक हुँदो रहेछ। यो आनापाना वा समर्थ ध्यान गर्ने प्रक्रियामा चाहिँ सुरुमा अहिले अघि नै मैले अलिकति भने यो ध्यान गर्नको लागि चाहिँ स्थान निश्चित हुनुपर्छ। ती निश्चित स्थान मूल रूपमा 3 मुख्य स्थान भनिएको छ। ती 3 मुख्य स्थानहरूमध्ये एकदमै सुनसान भएको मनुष्यको वातावरण हल्लाबाट सुनसान भएको जङ्गल, अरण्य जङ्गल भन्दो रहेछ। अरण्य भनेको त्यस्तो जङ्गल हो। त्यो ठाउँ चुज गर्नुपर्ने। त्यो सम्भव भएन भने शून्यागार, मानिसको कोलाहल नभएको एकान्त वातावरण जुन कृत्रिम रूपमा पनि बनाइएको हुन्छ, त्यस्तो स्थानमा पनि चुज गर्न सकिन्छ। त्यो पनि सम्भव भएन भने कुनै पनि ठुलो रुख मुनि बस्न सकिन्छ। त्यो पनि सम्भव नभए शान्त स्थान, आफूले दैनिक रूपमा पूजा गर्ने गरिएको वा कुनै स्थान तोकिएको हल वा ध्यान कोठामा पनि गर्न सकिन्छ भनिएको छ। स्थान तोकिसकेपछि चाहिँ आसनको लागि के कस्तो हुनुपर्छ भनेर बुद्धले बताउनु भएको अनुसार चाहिँ पल्लकन भनेको चाहिँ कुनै पनि पलेटी कसेर सरल आसन वा पद्मासनमा बसे पनि हुने। उज्जुकायम पनि ढायत, त्यो भनेको चाहिँ तार, मेरुदण्ड र गर्दन सिधा हुनुपर्ने। परिमुखम सत्यम उपठुपेट्वा भनेको चाहिँ नासिकाग्र क्षेत्रमा ध्यान केन्द्रित गर्ने यो। अनि बायाँ हत्केलामाथि दायाँ हत्केला राखेर दुवै बुढी औँला जोडेर पलेटी अगाडि राख्ने। बुढी औँलाको टुप्पो जोखेर बायाँ हातमाथि दायाँ हात राख्ने। यो गर्दा चाहिँ वैज्ञानिक रूपले पनि कस्तो हुँदो रहेछ भने हाम्रो भित्र रहेको आन्तरिक नारीको सञ्चार चाहिँ स्पष्ट हुने र खुल्ला रहने भएको हुनाले यी आसनहरू गर्नुपर्छ। अनि त्यो मात्र नभइकन अर्को थप प्रक्रिया के गर्नुपर्छ भने मानसिक रूपमा तयार हुनुपर्ने। पञ्चसन्धि भनिएको छ। त्यो पञ्चसन्धिमा चाहिँ परिपुच्छा भनेको छ। त्यो परिपुच्छा भनेको त्यो ध्यान गर्दा मलाई कुनै न कुनै रूपमा फल राम्रो हुन्छ भनेर शङ्का नगरिकन निवारण गर्नुपर्छ। शङ्का गर्न हुँदैन। उग्गह, भावना बारेको उपदेशमा होस्। भावनाको लागि त्यो जुन विधि प्रक्रिया अपनाएको छ त्यसमा होस् गर्नुपर्छ। कर्मस्थानको होस् गर्नुपर्छ, तय गर्नुपर्छ। त्यसबारे अध्ययन गरेर त्यसको अर्थ पहिला थाहा पाउनुपर्छ। अनि अपन्ना भन्नाले भावना उत्पन्न गर्ने बारेर
जति पनि सामग्रीहरू छन् त्यो पढेर सुनेर हेरेर अनि अभ्यास गरेर थाहा पाउने। अनि आयोजना भनिएको छ जसमा चाहिँ भावनामा जे गरेको छ, जुन अवस्थाको भावना गरेको हुन्छ त्यसमा चाहिँ निरन्तर होस गरिरहनु पर्ने। ध्यान गर्न बसेको बेला त्यो जुन अवस्थाको ध्यान गरेको हो, कुनमा आलम्बन गरेको त्यसमा होस गरिरहनु पर्ने, जसलाई आयोजना हो। अनि लक्षणा ध्यान लागेकोमा होस गर्ने, कुन चाहिँ अवस्था आएको हो, मनले कुन त्यो ध्यान गर्दा गर्दै म कुन अवस्थामा पुगेको भनेर त्यसको लक्षण र स्तर थाहा पाउने हुनुपर्छ। त्यति मात्र नभइकन उत्थान, अधिष्ठान, समापन अनि निश्चित समयमा सुरु गर्ने, निश्चित समय अवधि अभ्यास गर्ने र निश्चित समयमा समापन गर्ने सुनिश्चित हुनुपर्छ र यो नियमित रूपमै उत्थान र अधिष्ठान समापन गर्नै पर्ने। र अनि अर्को पश्चवेक्षणा भनिएको छ। त्यो पश्चवेक्षणा भन्नाले ध्यानको अवस्था निरन्तर पर्यवेक्षण गरिरहने र आर्य मौनमा बसिरहनु पर्ने। अनि प्रतिज्ञा वा अधिष्ठान यो पनि एकदम महत्त्वपूर्ण छ। हामीले मौन भन्नाले मुखले मात्र नबोलिकन बस्ने होइन कि मनमा पनि मौन बस्ने। काय, मन, वचनले शील, समाधि र प्रज्ञा पालना गर्ने प्रतिबद्धता गर्नुपर्छ। म यो समयसम्म कुनै पनि हलचल गर्दिनँ, यो ध्यानको समय नसकेसम्म म चाहिँ ध्यानबाट विचलित हुन्न भनेर अधिष्ठान भएर बस्नुपर्छ। त्यसको लागि अनि तपना भनेको छ। तपना भनेको अब तपस्या हो, खुबै मेहनत गर्ने, एक चित्तले अभ्यास गर्ने। अनि तपस्याको रूपमा यसलाई लिनुपर्छ। त्यो तपस्या गर्ने आटापी भनिएको छ। त्यो आटापी भन्नाले उत्साह, एकदम उत्साह हुनुपर्छ। त्यो प्रयत्नले ध्यानको तापले नै पापलाई पगाल्ने काम हुन्छ। जति उत्साह बढ्यो त्यो उत्साह भएको तापले ध्यानको उत्साहको तापले हामीसँग भएको पाप र विकारलाई पगाल्न जान्छ। अनि सम्पजान हो, भावको बारेमा ज्ञान राख्ने। अघि नै मैले भने जस्तै भावनाको बारेमा अध्ययन गरेको, पढेर सुनेर हेरेर त्यो सम्पजान हो। अनि सठीमा सबै कार्यमा स्मृति राख्ने, हरेक पलमा जे जति क्रियाकलापहरू भइराखेको छ त्यसमा सठीमा भनेर स्मृति राख्ने भनिएको छ। सामान्यभन्दा सामान्य अवस्थामा पनि होस गर्ने भनेको हाम्रो अब दैनिक जीवनमा यो एकदमै उपयुक्त हुन्छ भन्ने भनिएको छ। सबै प्रकारको क्रियाकलाप हाम्रो जीवनमा गरिने सबै प्रकारको क्रियाकलाप, जन्मदेखि मरणसम्म जे जति क्रियाकलाप हुन्छ, खाँदा, पिउँदा, बस्दा, उठ्दा, हिँड्दा, आउँदा, जाँदा, फर्कँदा, निहुरिँदा, उठ्दा, झुक्दा, उठ्दा, अनुहार बिगार्दा, उज्यालो पार्दा, अँध्यारो पार्दा, गफ गर्दा, काम गर्दा, जति पनि हाम्रो जीवनमा हामीले गर्ने क्रियाकलापमा जुन कार्य गर्दा पनि जीवनभर होस गर्ने बानी बसाल्ने। अनि सम्पजान ध्यान जसमा दैनिक जीवनको पनि भयो। बिहान आँखा खोलेदेखि नै बेलुका बन्द नभएसम्म जागृत अवस्थाको दिनभरिको हरेक, अघि नै मैले भने जस्तै खाएदेखि जति पनि काम गर्ने, उठ्ने, बस्ने, तिनीहरू नसुतेसम्मको अवस्थामा हामीले होस गर्नुपर्छ। अनि यो ध्यानको सिलसिलामा चाहिँ ध्यान गर्ने क्रममा चाहिँ यो 4 अनुपस्यना गर्नुपर्छ जुन भनिएको छ। कायानुपस्यना, वेदनानुपस्यना, चित्तानुपस्यना, धर्मानुपस्यनामा सबैभन्दा पहिला कायानुपस्यना अन्तर्गत चाहिँ शरीर अनुसार त्यो शरीरको विभिन्न अङ्गमा मन डुलाउने हो। त्यो मनमा अनि कुन कुन अङ्गमा कसरी डुलाउने भनेर क्रमशः अनि बुद्धले भनिएको चाहिँ हाम्रो शरीर चाहिँ 32वटा अङ्गलाई विभाजन गरिएको छ। त्यो अङ्गलाई क्रमशः
केसा लोमा नक्खा डन्टा भनेर यस्तै केस भनेको रौँ अनि नक्खा डन्टा भनेर त्यो 32 प्रकारकोलाई क्रमशः गर्ने र ती सबै अङ्गहरू अनि परिवर्तनशील हो, क्षणिक हो, शुभ होइन अशुभ हो, राम्रो होइन नराम्रो हो, नित्य होइन अनित्य हो, सुख होइन दुःख हो, आत्मा होइन अनात्मा देख्ने गरी ध्यान गर्ने। अनि त्यसपछि धातु मनस्वीकार गर्ने। धातु भन्नाले अब बुद्धको भनाइअनुसार 4 धातु भयो। अनि अर्को अब हिन्दू दर्शनमा 5 धातु भनिएको छ। त्यसलाई हाम्रो शरीर भनेको यी 4 धातुबाट बनेको हो भनेर मनस्वीकार, मनले त्यो देख्ने। पृथ्वी तेज जलवायु आकाश जुन छ त्यो 5वटा नै हो भनेर सम्झने भनिएको छ। यसरी सैद्धान्तिक रूपमा कुरा गरेर त्यसलाई अझ गहिरेर छलफल गर्ने हो भने चतुरार्य भावना गर्दा चाहिँ प्रार्थनाबाट सुरु गर्ने। हामीले जुन सधैँ प्रार्थना गरिएको हुन्छ श्लोक पढेर अथवा देवी देवताहरूको नामावली सम्झेर त्यो प्रार्थना गर्नुपर्छ। समयअनुसार फुर्सदको आधारमा समय कति छ त्यो अनुसार कतिसम्म जान सकिन्छ त्यो चाहिँ विस्तृत रूपमा जाने हो। त्यो जाने बेला चाहिँ सबैभन्दा पहिला देवतानुसटी भनेको देवी देवताहरूलाई सम्झेर आफूले मान्दै आएका कुल देवता, इष्ट देवता, आगम देवता आदिको नाम स्मरण गर्दै जाने। त्यसपछि अघि नै भने जस्तै बुद्धको गुण सम्झेर, धर्मको गुण सम्झेर, सङ्घको गुण सम्झेर स्मरण गर्ने। अनि बुद्धानुसटी गर्ने। अनि त्यसपछि आफूलाई सम्झने, त्यसपछि परिवारको सदस्यहरूलाई सम्झने, अनि पुर्खाहरूलाई सम्झने। मैले अघि नै भनेअनुसार समय छ भने नाम नामेसिनी सम्झने, समय छैन भने एकमुष्ट रूपमा पुर्खाका के छ पुर्खाहरू भनेर सम्झे पनि हुन्छ। अनि इष्टमित्र, दाजुभाइ, खलक, त्यस्तै विस्तार गरेर टोल छिमेकी, साथीभाइ, गुरुजन, अग्रजहरू, वार्डका आफ्ना चिने जानेका, देशका, क्षेत्रका, राष्ट्रका, महाद्वीपका, महादेशका, गोलार्धका, विश्वका सबै सत्व प्राणीहरू, जीव, निर्जीव, सजीव, जीवा जन्तु, दृश्य, अदृश्य, नजिकको, टाढाको, 4 दिशाको, 10 दिशाको, देव, मनुष्य, अमनुष्य, पार हुने, नहुने, देख्न सक्ने, नदेख्ने, डर हुने, नहुने, घुम्न सक्ने, नसक्ने, अग्लो, होचो, उत्पन्न भएको, उत्पन्न हुन बाँकी, स्थूल, सूक्ष्म आदि सम्पूर्णलाई मैत्री, करुणा, मुदिता र उपेक्षा भावसहित मैत्री भावको मेटानुसटी वा चतुर्ब्रह्म विहार गर्ने हो। अब यस कार्यमा आफू जुन स्थानमा ध्यान गर्न बसेको हो त्यहाँदेखि विस्तार गरेर समयअनुसार आफूलाई उपलब्ध समयअनुसार अब नेपालमा बसेको छ भने सबभन्दा विकसित राष्ट्र अमेरिकाको राष्ट्रपतिसम्मलाई पनि लिन सक्ने भयो। चीनको, एसियाको सबै नाम नामेसी पनि लिन सक्ने भयो। उनीहरूलाई फेरि त्यो सम्झिँदा चाहिँ मैत्री, करुणा र उपेक्षा भावसहित उहाँहरूले गरेको राम्रो गुण सम्झेर उहाँहरूप्रति मैत्री भाव होस् भनेर गर्ने हो। अनि त्यसपछि चाहिँ अशुभानु वा अस्तुतानि सत्य गर्ने। यो गर्दा चाहिँ मनले चाहिँ शिरदेखि पाउसम्मका विभिन्न अङ्गहरूलाई निहाल्ने। सुरुमा माथिदेखि तलसम्म अनि फेरि तलदेखि माथिसम्म यो एसेन्डिङ र डिसेन्डिङ भने जस्तै समय उपलब्ध भएसम्म कतिपटक गर्दा टाइम छ त्यो अनुसार गर्ने। ती सबै शरीरका त्यो देखिएका अङ्गहरू नश्वर छन्, क्षणिक छन्, नाशवान छन्, परिवर्तनशील छन् र अनित्य भएको देख्ने। वास्तवमा अनित्य भइरहेको नै छन्। त्यो अनित्य भइरहेको अब आफू बालक हुँदा कस्तो थियो, युवा हुँदा कस्तो भयो, अनि बुढा हुँदा कस्तो हुने त्यो त्यसरी अस्तुतानु वा अशुभानुसटी यो मेरो बसमा छैन, अशुभ नै हो, यो चाहिँ नाश भएर जाने, यो क्षणिक हो, नश्वर हो,
परिवर्तनशील हो भनेर अनि त्यो देख्ने। त्यसपछि अनि नवशिव ठिक मन सिकार वा मरुनानुसठी गर्ने। मैले अघि नै अलिकति भने अनुसार चाहिँ मृत्यु भइसकेपछि शमशानमा त्यसै छोडेको सबको कल्पना गर्ने। त्यो बुद्धले भने अनुसार यो गर्ने हो। तर मलाई जहाँसम्म लाग्छ हामीले जलाउने प्रक्रिया धेरै देखेको हुनाले त्यो गर्दा पनि हुन्छ। तर उहाँले बताएको अनुसार चाहिँ त्यो गर्दा अलिकति मेरो शरीरलाई माया गर्नुपर्ने अवस्था छैन, मेरो भनेर किन शरीरलाई लिने भन्ने भाव चाहिँ जागृत हुन्छ। यसको लागि चाहिँ उहाँले बताउनु भएकै अनुसार मन स्वीकार गर्यो भने राम्रो होला। उड्डु माटक भनेको चाहिँ फुलेको, त्यो मसानमा त्यसै अब मरेको शरीर त्यहाँ फालिराख्यो भने सुरुमा फुलेको हुन्छ उड्डु माटक। त्यसपछि त्यो फुलिसकेपछि चाहिँ बिनिलक्क निलो कालो हुन्छ। अनि त्यसपछि बिपु बक्क, अनि निलो कालो भइसकेपछि पिप बगेको हुन्छ। अनि पिप बग्दा बग्दै अनि बिच्छिडक्क हुन्छ अरे। त्यो बिच्छिडक्क भनेको सर्न सुरु हुन्छ। अनि सर्न सुरु भएपछि चाहिँ अनि अब जीवा जन्तुहरू आउन थाल्छ। त्यो अवस्था चाहिँ बिखाइटक्क, जीवा जन्तुले खान सुरु गरे हुन्छ। अनि त्यसपछि बिखितक्क, जीवा जन्तुले छटाछुल्ल भएर अङ्ग छटाछुल्ल हुन्छ, उता टानेर लगाएको हुन्छ, उता टानेर लगाएको हुन्छ। हाम्रो त्यो मरेको शरीरको अङ्गहरू छताछुल्ल भएको अवस्था चाहिँ बिखितक्क। त्यसपछि हत्त बिखितक्क, अनि फेरि जन्तुहरूले खाइसकेपछि चाहिँ चराचुरुङ्गीले खाएको अवस्था हुन्छ। चराहरू आएर सानो सानो टुक्राहरू पनि खाएको हुन्छ। अनि चराचुरुङ्गीले पनि खाएको, जन्तुले पनि खाएको। अनि बाँकी चाहिँ फेरि लोही तक्क, रगतले लटपटिएको भुइँ हुन्छ। अनि त्यो रगत लटपटिएको भुइँको अवस्थापछि चाहिँ पुलुबक्क, अनि किराले खाएको हुन्छ, स्याउस्याउते किरा लागेको हुन्छ। अनि त्यसपछि अठिक, अलिकति अब घिन लाग्ने। यो घिन लगाउनको लागि नै अब इच्छा कस्तो भन्नको लागि नै यो गराउन खोजे जस्तो लाग्छ मलाई। अनि त्यसपछि अन्तिममा अठिक भन्ने अवस्था आउँछ। त्यस बेला हाड खोर मात्र बाँकी भएको अवस्था हुन्छ। अनि अर्को स्टेजमा चाहिँ अन्तमा सबै धुलो र माटो मात्र भएको अवस्था हुन्छ। यस्तो अवस्था हुने मन स्वीकार गरेपछि चाहिँ आफ्नो शरीर पनि एक दिन त्यस्तै धुलो र माटो हुन्छ भनेर मनले सम्झने। यसले चाहिँ यो गर्न सक्यो भने धेरै जसो अब त्यो ध्यान गर्ने अनि यो विभिन्न साधना गर्नेहरू मसानमा जानको कारण चाहिँ त्यो कारणले हुँदो रहेछ। यसले चाहिँ मन र शरीरको आसक्ति हटाउँछ। मेरो शरीर मलाई प्यारो छ भन्ने आसक्तिबाट हटाउन मद्दत गर्दो रहेछ। अनि अर्को कुरा भनेको चाहिँ हामीले खाने आहार प्रतिकूल मन स्वीकार गर्ने। हामीलाई चाहिने, शरीरको लागि चाहिने मात्र खाना गर्नुपर्छ। जुन खाना, जति मात्रा खानाले हाम्रो शरीर टान्छ त्यति मात्र खाने। खानालाई नपुग्ने गरी पनि खानु भएन। शरीरलाई भन्दा अत्यावश्यक बढी खाना पनि खान नहुने भनेर आहार प्रतिकूल मन स्वीकार गर्ने। यति मात्रा मैले खाएमा मेरो शरीरलाई ठिक्क हुन्छ, योभन्दा बढी खाएमा मेरो शरीरले टान्न सक्दैन। अथवा यति भन्दा कम खायो भने मेरो शरीरलाई पुग्दैन भनेर आहार प्रतिकूल मन स्वीकार गर्नुपर्छ। अनि यति गरिसकेपछि मात्र आनापानसति अभ्यास सुरु गर्ने हो। यो आनापान अभ्यास सुरु गर्ने बेला चाहिँ अघि नै मैले भने जस्तो आश्वास प्रश्वासमा मन केन्द्रित गर्ने। सुरुमा कायानुपसेना गर्ने हो। त्यो कायानुपसेना भन्नाले शरीरसँग सम्बन्ध अङ्गहरूलाई ध्यानमा राखेर त्यसलाई मनले देख्ने। त्यही भएर आनापानसति ध्यान गर्नको लागि चित्तलाई नासिकाग्र क्षेत्र, नाकको पाल भन्दा मुनि, माथिल्लो ओठ भन्दा माथि
यी क्षेत्रलाई केन्द्रबिन्दु बनाएर मनलाई ध्यान गर्न सुरु गर्ने। यो गर्नको लागि चाहिँ श्वास प्रश्वासमा त्यति क्षेत्र मनलाई लगेर अनि श्वास आएको र गएकोलाई ध्यान गर्ने भनेर बुद्धले चाहिँ 8 प्रकारको स्टेप बाई स्टेप उहाँले बताउनु भएको छ। सुरुमा लामो लामो श्वास फेर्ने भनिएको छ। अब त्यो लामो लामो श्वास त फेर्ने, अब कति पटक गर्ने, कति बेर गर्ने भनेपछि चाहिँ त्यसमा पनि गणन भनेर उहाँले बताउनु भएको छ। हाम्रो श्वास प्रश्वासमा 2 प्रकारको छ, आश्वास भित्र आउने, प्रश्वास बाहिर आउने। यो दुवैलाई सुरुवाती चरणमा एक पटक एक समूहमा एक स्टेपमा चाहिँ 1 देखि 5 सम्म गन्ने। लामो श्वास 1, लामो प्रश्वास 1, आश्वास 1 भनेर 5 सम्म गन्ने। फेरि उल्टोबाट 5 4 3 2 1 भनेर गन्ने। त्यसलाई बढाएर मन कन्सन्ट्रेसन गराउनको लागि फेरि 6 7 8 9 10 भनेर बडीमा 10 सम्म गनेर 10 बाट आरोहण र अवरोहण गरेर गणन गर्ने। अनि त्यो गणन गर्दा गर्दै अनि यो 5 भन्दा कम भयो भने मन अन्त जान्छ, अनि थप्यो भने मन अन्त जाँदैन भनेर यो 10 सम्म भनिएको रहेछ। यो गर्दा गर्दै अनि अनुबन्धनको स्टेज गर्ने। त्यो गनेको रोकेर लामो लामो श्वास पनि बन्द गर्ने अनि गणना पनि नगर्ने। त्यो आफूले गरेको आश्वास प्रश्वास लाई मात्र फोकस गर्ने अनि त्यो लामो लामो पनि कम गर्दै गएर प्राकृतिक रूपमा आश्वास प्रश्वास गर्ने, त्यसलाई देख्ने, त्यसलाई अनुबन्धन भनेको रहेछ। अनि अर्को फुसन भन्नाले चाहिँ त्यो श्वास प्रश्वासमा आउने जाने समयमा कहाँ छुन्छ त्यसलाई हेर्ने। टान्दाखेरि हाम्रो शरीरको कुन अङ्गमा छोएको छ, कुन बाहिर टान्दा बाहिर फ्याल्दा नाकको भित्रमा अथवा यो नासिकाग्र क्षेत्रभित्र कहाँनिर छोएको हो त्यो चाहिँ अनुभव गरेर हेर्ने। त्यसपछि थप्पन भनेको छ। अनि त्यो कता छोएको थाहा पाएपछि चाहिँ त्यो छोएको ठाउँमै चित्त रहेको भन्ने बुझ्नुपर्छ। बाहिर जाँदा त्यहाँ बसेको चित्तलाई र भित्र आउँदा त्यो ठाउँमा रहेको चित्त भनेर सम्झने भनिएको छ। त्यसपछि सलक्क खन प्रत्येक आश्वास र प्रश्वास जुन आउने जाने दुवैमा 3 प्रकारले आरमण गरिएको हुन्छ। त्यो 3 प्रकारको हेर्नेलाई चाहिँ अनित्य, दुःख र अनात्म भनेर देख्ने। त्यो आएको श्वास र गएको श्वास चाहिँ अनित्य हो भनेर सम्झने। अनित्य भन्नाले परिवर्तनशील भइरहेकै छ वास्तवमा त्यो अनुभव गर्ने। अनि त्यो अनित्य, दुःख र अनात्मा हो भनेर चित्तले थाहा पाउने अनि होस गर्ने। अनि त्यो प्रत्येक पल्ट नै चित्तमा परिवर्तन भइरहेको देख्छ त्यो गर्दा गर्दै। अनि त्यो परिवर्तन भएकै त अनित्य हो। अनि आफूले भने जस्तै श्वास त फेर्दैन अनि रोक्न पनि सक्दैन। हामीले रोक्न खोजे पनि रोक्न सक्दैन, नियन्त्रण गर्न सक्दैन। अनि त्यो नियन्त्रणै गर्न नसक्ने श्वास प्रश्वासलाई नियन्त्रण गर्न खोज्दा चाहिँ अब दुःख हुन्छ। सास फेर्न गाह्रो हुन्छ, रोक्न खोज्यो अनि रोकेन, दुःख भयो। त्यो परिवर्तन भएको कारणले नै दुःख भयो भनेर त्यहाँ नि ज्ञान आउँछ। त्यो चाहिँ त स्थायी भएन। अनि त्यसमा चाहिँ लागिरहेपछि चाहिँ अब ओहो यो ध्यान त यस्तो पो रहेछ भनेर ध्यान गर्ने जागरण बढ्छ। अनि त्यो जागरण बढेपछि यस्तो पो हुँदो रहेछ भनेर मानसिक सुख र शारीरिक सुख भएपछि चाहिँ त्यही ध्यानमा चित्त लागिरहन्छ र एकाग्रता बढ्छ। अनि ध्यानमा मन लाग्यो तर हलुकापन भयो, खुसी भयो, एकाग्र भयो अनि आनन्द भयो।
अनि त्यो आनन्द भएपछि त अनि पीडा त हुने कुरै भएन। अनि श्वास प्रश्वासको आधारमा श्वासलाई हेर्दा नै यो कुराको ज्ञान चाहिँ हामीलाई हुन्न जान्छ र अनित्य भएको छ, त्यसबाट सुख भएको त छ, फेरि त्यो सुख पनि अनित्य। अनि त्यो सुख गइसकेपछि फेरि दुःख आइहाल्यो, अनि त्यो दुःख पनि अनित्य। अनि सुख लिने भनेर सुख आनन्द आएको पनि त्यो पनि क्षणिक हो। त्यो क्षणिक भएर सुख हराएपछि फेरि दुःख आउँछ भनेपछि सुख दुःख दुवै एक प्रकार दुःखै हो। सुख लिने भनेर ठाउँ नै हुँदैन, त्यस्तो कुनै पनि स्थायी छैन भन्ने पछि त अब आत्मा कहाँ गयो त? आत्मा भनेको पनि त स्थायी होइन रहेछ। आत्मा कसलाई भन्ने पनि आधार भएन भनेर व्याख्या गरेको छ। त्यही आत्मा यो भनेर लिएर आफूले समात्ने अथवा देखाउन नसक्ने भएर नै यो अनात्मा, आफ्नो भनेर लिन नसक्ने नै अनात्मा हो भनिएको छ। अनि अर्को स्टेज भनेको विवर्तन। दुवै आश्वास प्रश्वासबाट विपश्यना हेर्ने चाहिँ अर्को विपश्यना गर्दा नै हुन्छ। त्यसपछि यो अवस्था आइसकेपछि यो विपश्यनाको चरण सुरु हुन्छ। यो विपश्यनाको चरण चाहिँ विवर्तन भएपछि चाहिँ अनित्य दुःख अनात्मामा अझ गहिरेर हेर्दै जाने, शुद्धको श्वासलाई क्षणक्षणमा परिवर्तन भएको जुन छ त्यही हेर्दै जाने विवर्तन हो भने परिशुद्ध भनेको यो विपश्यना गर्दा गर्दै जुन अवस्था पुग्छ त्यो चाहिँ मार्गफल हो। जुन 4वटा अवस्था हो, त्यो 4वटा अवस्था भनेको श्रोतापन्न, सपोटागामी, अनागामी, अरहन्त, त्यसबाट मार्गफल प्राप्त हुने। अनि शुद्धको श्वास प्रश्वासलाई आरमण गरेर हेर्ने बेला चित्त र अरू आरमण जाने अवस्था आउने हुन्छ, अरू चित्तको आरमण गर्ने हुन्छ। त्यसपछि प्रतिपश्चात प्राप्त भएको मार्गफललाई पर्यवेक्षण गर्ने, त्यही प्रक्रियालाई होसपूर्वक हेरिरहने, अवलोकन गरिरहने यो 8 प्रकारको बुद्धले बताउनु भएको अनुसार चाहिँ यो प्रक्रिया भयो। अघि न मैले भने जस्तै अब यो ध्यान गर्दै जाँदा चाहिँ के मनमा आउँछ, कुन अवस्था आउँछ, कुन स्तर हुन्छ भनेर थाहा पाउनलाई चाहिँ बुद्धले चाहिँ 5वटा शब्द प्रयोग गरेको छ। वितर्क, विचार, प्रीति, सुख, एकाग्रता भनेर भनिएको छ। यी 5वटा अवस्था चाहिँ बढी होस गर्नुपर्ने भनिएको छ। ध्यान गर्दा गर्दै त्यो वितर्क भनेको के हो भन्नाले मन वा चित्त आश्वास प्रश्वासमा ध्यान गएको छ कि छैन, त्यो चाहिँ वितर्क। त्यो श्वास प्रश्वासमा वितर्क भएको छ कि छैन, त्यो चित्त त्यहाँ गएको छ कि छैन भनेर त्यो थाहा पाउनै पर्ने। अनि विचार, त्यो आश्वास प्रश्वासको स्वभाव हेर्ने। मैले अघि नै भने जस्तै त्यो श्वास प्रश्वास गर्दा गर्दै त्यो आश्वास प्रश्वासको स्वभाव के हो त्यसमा त्यो थाहा पाउने। अनि प्रीति, ध्यान गरिरहँ जस्तो लागेको छ कि छैन, त्यो ध्यानमा मन गएको छ कि छैन भनेको प्रीति। अनि सुख भनेको अनि मनलाई आनन्द लाग्ने, मन चाहिँ ध्यानमा गए पनि शरीरलाई पनि सुखको अनुभव छ कि छैन, शरीर हलुका भएको, आनन्द भएको महसुस छ कि छैन, त्यसमा पनि विचार गर्नुपर्छ। अनि एकाग्रता, शरीर पनि सुख भएपछि, मानसिक सुख भएपछि जति समय पनि ध्यान गर्न सक्ने शक्ति बढ्छ, त्यो चाहिँ एकाग्रता हो। त्यो चाहिँ चित्त शुद्धि हुने र एकाग्र हुने हो। अनि यो गरिसकेपछि चाहिँ अरूको स्वभाव पनि त्यस्तै हुने, आफ्नो जसले आफूले जस्तो अनुभव भएको छ त्यस्तै अनुभव अरूको पनि स्वभाव हुन्छ भनेर देख्ने। अनि समता भाव गर्ने, अनित्यको बोध, शील र समाधि र प्रज्ञामा ध्यान दिने। अब यो गर्दा चाहिँ यो स्तर कसरी थाहा पाउने भनेर चाहिँ त्यो बुद्धले नै दिएको अभ्यास अनुसार चाहिँ समाधि प्राप्त हुने प्रथम ध्यान, यो अघि नै भनेको वितर्क, विचार, प्रीति, सुख, एकाग्रता, यी 5वटै अङ्गमा ध्यान पुगेको
स्तर छ त्यो स्तरलाई चाहिँ प्रथम समाधि प्रथम ध्यानमा पुगेको अवस्था भनेर भनिएको छ। त्यो प्रथम ध्यानमा पुग्दा जुन जति 5वटा अवस्था 5वटा अब के भन्ने विशेषता भन्नु कि यी सबै अङ्ग त्यो पुगेमा प्रथम ध्यान पुगेको अनि त्यसमा पनि निरन्तर अभ्यास सुरु गर्दै गएमा चाहिँ वितर्कको आवश्यकता नहुने हुन्छ। विचार प्रीति सुख एकाग्रता भएपछि पुग्छ। त्यो अवस्था आएपछि द्वितीय ध्यानको अवस्था हुन्छ भने अनि त्यसबाट पनि स्तर बढ्दै गएमा तृतीय ध्यानको अवस्था त्यसमा चाहिँ वितर्क र विचार नचाहिने प्रीति सुख एकाग्रता भए पुगेपछि चाहिँ त्यो अवस्था तृतीय ध्यानको अवस्था र त्योबाट पनि अझ अगाडि ध्यान गर्दै गयो भने चतुर्थ ध्यानको अवस्था आउँछ। त्यसबेला सुख र एकाग्रता मात्र हुन्छ। अनि त्योभन्दा पनि अझ अगाडि बढ्न थाल्यो भने सुख एकाग्रता पनि हटेर एकान्त एकाग्र र उपेक्षाबाट तटस्थ भाव सहितको अवस्था आउँछ। त्यो चाहिँ पञ्चम ध्यान हो भन्ने हुन्छ। यो पञ्चम ध्यानको अवस्था पुगेपछि एकाग्र र उपेक्षाबाट तटस्थता भाव जाग्ने हुन्छ। यो पञ्चम ध्यानको अवस्था सकिएपछि चाहिँ हाम्रो शरीरमा रहेको मानसिक विकार रूपी धुलो चाहिँ यो पानीमा रहेको पानी शुद्ध छ अनि पानीमा मिसिएको धुलो अथवा पानी हल्लाउन थाल्यो भने तल पिठमा केही देखिँदैन अनि तल पिठमा हेर्न खोज्यो भने पनि देखिँदैन। शान्त रूपमा नहल्लाइकन कसैले ढुङ्गा नहादिकन त्यो पानी राखिराख्यो भने त्यो धुलो मैलोहरू सबै तल गएपछि त्यहाँ पानी बिस्तारै हामीले देखिन सक्छ अनि तल पिठसम्म पनि देखिन सक्छ। त्यस्तै गरी हामी शान्त मन र यसरी ध्यान गरेर पञ्चम अवस्थामा पुगेपछि त्यो विकार रूपी धुलो चाहिँ छानिएर तल पिठमा गएको हुन्छ। अनि त्यो पिठमा गएको अवस्था पनि कस्तो भनेको छ भने क्षणिक परिकर्म समाधिमा पुगेको भनिन्छ। यो क्षणिक परिकर्म समाधिमा चाहिँ स्थूल रूपको विकार जति पनि छन् तिनीहरू चाहिँ छानिएर तल पिठमा जान सुरु हुन्छ। यो अवस्था भनेको क्षणिक परिकर्म समाधि हो। अनि त्यसपछि अर्को तल जान सुरु भइसकेपछि उपचार समाधि प्राप्त हुन्छ। त्यो उपचार समाधिको अवस्थामा चाहिँ त्यो स्थूल रूपको विकार तल जान सुरु भएको सबै स्थूल रूपको विकार चाहिँ तल गएको हुन्छ अनि नदेखिने सूक्ष्म रूपको विकार चाहिँ तल जान सुरु हुन्छ। त्यो चाहिँ उपचार समाधिको अवस्था हो भने अनि अझ अगाडि बढेर अर्पणा समाधि प्राप्त हुन्छ। यो अवस्थामा चाहिँ स्थूल र सूक्ष्मको रूपको सबै विकार तल गएको हुन्छ अनि त्यो सूक्ष्म र स्थूल रूपको विकार तल गइसकेपछि चाहिँ पानी त सग्लो देखिन्छ तर पूर्ण रूपमा तल मात्र गएको छ है। त्यसपछि चाहिँ त्यो फेरि हल्लिन थाल्यो फेरि मन सलबलायो भने फेरि धमिलो भएर त्यो ठुलो मैलो विकार रूपी ठुलो मैलो माथि पानीमा माथि आएर फेरि धमिलो भए जस्तै हाम्रो मन पनि त्यस्तो हुन सक्छ भनेर भनिएको छ। अब यो 3 भागमा बाँडिएको भएर मैले आजलाई यतिसम्म गरौँ। अर्को भाग चाहिँ अर्को हप्ता गरौँ। के छ अब कति मिनट छलफल गर्ने हो कि त एउटा 5-7 मिनटको अभ्यास सुरु गरौँ कि आनापानसति ध्यानको? हुन्छ ल त्यसो भएदेखि म आनापानसति ध्यानको अभ्यास सुरु गराउँछु है। अब अघि नै भने जस्तै अब यो यसरी अध्यक्ष लाउनु पनि भएन, यसरी टुक्रोको बस्नु पनि भएन। त्यो अघि नै बताएको सम्झना अनुसार बस्नुहोस्, आसनमा बस्नुहोस्।
आँखा हल्का चिम्लिएर ठ्याम्मै बेसरी आँखा चिम्लिने होइन, बायाँ हातमाथि दायाँ हात राखेर बुढी औँलाको टुप्पो जोड्ने। तर पलेटी कसेर पद्मासन चाहिँ अब अवस्था अनुसार हो। अब मेचमा बसिराखेको छ भने सिधा ढाड र गर्दन सिधा मात्र गर्ने हो। जुन अवस्थामा बसेको भए पनि ढाड गर्दन चाहिँ सिधै हुनुपर्ने भएर त्यो अनुसार चाहिँ गर्ने हो। अब सुरुमा रेडी भयो भनेर मनमा सम्झनु पर्यो, म ध्यानको लागि तयार भयो भनेर मन अन्त नडुलाउने। अब प्रार्थना गर्ने देवता अनुसटी आफ्नो इष्ट देवता, आँगन देवता, मानिँदै आएको देवता, कुल देवताको नाम नामेसी सर सम्झने। अनि त्यसपछि बुद्धानुसटी गर्ने, बुद्धको गुण, बुद्धले गरेका उपदेशहरू, बुद्धको गुण आफूलाई जुन मनपर्छ त्यही सम्झने। अनि बुद्ध सँगसँगै धर्म, बुद्धको दर्शनबारे आफूलाई मनपर्ने त्यो धर्म के हो त्यो पनि सम्झने। अनि सङ्घ, त्यो सङ्घको गुण सम्झने। त्यसपछि अघि नै मैले भने जस्तै आफू सम्झने, आमा बाबु, गुरु, इष्ट मित्र, नजिकको टाढाको सबै व्यक्तिहरू, छिमेकीको हुँदाहुँदै अब समय कम छ, विश्वका सबै प्राणी, सत्व प्राणीहरूलाई मैत्री भाव राख्ने, उहाँहरूसँग मैत्री होस्। तिनीहरूलाई पनि मैले दुःख दिन्न, भयमुक्त गर्छु। उहाँहरूबाट पनि मलाई कुनै पनि विघ्न बाधा नहोस्, मैत्री भाव होस् भनेर कामना गर्ने। अनि अशुभानु वा अस्तुतानुसटी अब सुरु गर्ने। सुरुमा शिर, ब्रह्मरण र टुप्पी वा चक्र, ब्रह्मरण र चक्रदेखि क्रमशः टाउको, छाती, पेट, खुट्टा, पैताला, अनि पैताला, खुट्टा, पेट, छाती, टाउको, अनि टाउको माथि, तलदेखि माथि, माथिदेखि तल डुलाउने, सरासरी डुलाउने। यी सबै शरीरका अङ्गहरू नश्वर हो, क्षणिक हो, नाशवान हो, परिवर्तनशील हो, अनित्य हो। त्यो अनित्य भइराखेको नै छ, किनभने हामीले देखिराखेका छौँ। हाम्रो योभन्दा 10 वर्ष अघि कस्तो थियो हाम्रो अङ्गहरू, त्यसपछि कस्तो भयो। एउटा रौँकै उदाहरण लिने हो भने पहिला कालो थियो, अहिले फुलेको हुन्छ। अनि हामी बच्चाको बेला कस्तो थियो, अहिले कस्तो भयो। अनि छालाहरू चाउरी परेको, त्यहीबाट पनि अनुभव हुनसक्छ अङ्ग नश्वर हो, क्षणिक हो, नाशवान हो भनेर। अनि त्यसपछि नवशिव ठिक मनसिकार वा मरणानुसटी, अघि नै भने जस्तै मृत्यु भइसकेपछि शमशानमा त्यसै छोडेको शवको दैनिक रूपमा हुने विभिन्न अवस्थाको बारेमा मनस्वीकार गर्ने, मनले त्यो सम्झने। उड्डुमाटक फुलेको, विनिलक निलो कालो भएको, विपुबक्क पिप बगेको, बिच्छी डक्क सडेको, बिखाई टक्क जन्तुले खाएको, बिखी टक्क अङ्ग छटाछुल्ल भएको, हट्ट बिखी टक्क चराचुरुङ्गीले खाएको, लोही टक्क रगतले लटपटिएको, पुलुबक्क किराले खाएको, किरा लागेको, अठ्ठीक हाडखोर मात्र बाँकी भएको, र अन्तमा बाँकी सबै धुलो र माटो भएको अवस्था, केही पनि बाँकी नरहेको। आफू पनि, आफ्नो शरीर पनि
एक दिन त्यस्तै धुलो र माटो हुने। त्यही भएर मेरो शरीर मेरो हो भनेर माया गर्ने आवश्यकता छैन। आफूलाई शरीरको लागि चाहिने आहारपट्टिको मनस्वीकार गर्ने, मलाई यो चिज यति पोषक पदार्थहरू भएको यति मात्रामा खाएमा मलाई पुग्छ, म कम पनि खाँदिनँ, शरीरलाई चाहिने भन्दा बढी पनि खाँदिनँ, यति मात्रामा म खान्छु, यसले मेरो जिन्दगी चल्छ भनेर मनले सोच्ने। अब आनापानासति ध्यान सुरु गर्ने। कायानुपसेना, आश्वास प्रश्वासमा मन केन्द्रित गर्ने। चित्तलाई नासिकाग्र क्षेत्रमा केन्द्रित गर्ने। नाकको पाल मुनि माथिको ओठ माथिको क्षेत्रमा केन्द्रबिन्दु गर्ने। अब गणन सुरु गर्ने। लामो आश्वास, लामो प्रश्वास, 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 लामो आश्वास, लामो प्रश्वास। अनुबन्धन श्वास प्रश्वासको स्वभावहरूमा होस गर्दै जाने। प्राकृतिक आश्वासमा होस, प्राकृतिक प्रश्वासमा होस, आश्वासमा होस, प्रश्वासमा होस, आएकोमा होस, गएकोमा होस। फुसन कुन पालमा आश्वास र कुन पालमा प्रश्वास, नाकको कुन पालबाट श्वास भित्रिएको कुन पालबाट बाहिर गएको, दायाँ वा बायाँ वा दुवैमा आएको वा गएको। आफूले प्राकृतिक रूपमा गरिरहेको श्वास, त्यो प्रश्वास लामो छ कि छोटो छ कि अथवा मध्यम खालको छ, त्यसमा होस गर्ने। त्यो लामो गरेको वा मध्यम स्तरको वा छोटो श्वास प्रश्वास पनि ढिलो खालको हो कि मध्यम खालको हो कि छिटो हो, त्यसमा होस गर्ने। अनि औलारिक, आफूले प्राकृतिक रूपमा भए पनि फेरिरहेको श्वास कठिन वा औलारिक गाह्रो भएको छ कि सजिलो भएको छ कि, त्यसमा होस गर्ने। अनि त्यो फेरिरहेको श्वास कुन ठाउँमा कहाँनिर ठक्कर खाएको छ, त्यसमा याद गर्ने। त्यो जहाँनिर ठक्कर खाएको छ, जहाँ मन गएको छ, जुन ठाउँ छ, त्यो चाहिँ पृथ्वी धातु हो। श्वास फेर्ने क्रममै, आउने जाने क्रममै सुरुमा नाकको पाल, बाहिर ब्रह्माण्डमा रहेको जुन श्वास छ त्यो खिचिएर नाकको पालबाट भित्र जान्छ, अनि घाँटीमा पुग्छ, अनि श्वास नलीमा पुग्छ, त्यसपछि फोक्सोमा पुग्छ, अनि नाभिमा पुग्छ। यसरी भित्र गएर फेरि फैलिएर शरीरको अङ्ग प्रत्यङ्गमा पुगिरहेको हुन्छ। हामीले त्यो बाहिरबाट खिचिएर भित्र जाने अनि भित्रबाट फैलिएर शरीरभरि फैलिएको, अनि शरीरबाट अर्को चाहिँ भित्रको सबै फैलिएको अपान वायु अथवा विकार वायु खिचिएर फेरि उही फोक्सो नली, श्वास नली, घाँटी र नाकको पालबाट बाहिर निस्केर फैलिएको हुन्छ। यो आउने श्वास जाने श्वास नै वायु धातु हो। त्यस्तै श्वास प्रश्वासमा तेजो धातु, त्यो थप्पन जुन ठाउँमा छोएको छ अथवा बाहिर गएको छ, श्वास तान्ने बेला कस्तो अनुभव भइरहेको छ, तातो हो कि चिसो हो,
वा उष्णता वा मध्यम खालको वा थाहा नै छैन। मध्यमको भए पनि त न तातो न चिसो जस्तो पनि हुनसक्छ। प्राकृतिक रूपमा तान्ने बेला चिसोको अनुभव हुन्छ, फ्याल्ने बेला तातोको अनुभव हुन्छ। त्यो चाहिँ हाम्रो स्पर्शको आधारमा छालाले ग्रहण गर्दा आउने त्यो चाहिँ तेजो तातो हो। शुद्ध वायु भित्र आएको हुन्छ, अशुद्ध वायु बाहिर गएको हुन्छ। आइरहेको गइरहेको, आइरहेको गइरहेको, यो क्रम गर्दा गर्दै श्वाससँगै पानी पनि बगिरहेको हुन्छ। कहिलेकाहीँ पानी निस्किन्छ, त्यो चाहिँ जल धातु हो। श्वास प्रश्वासमा पानी हुँदो रहेछ भनेर अनुभव हुने हुन्छ। श्वासमा पनि पानी, आश्वासमा पनि पानी, प्रश्वासमा पनि पानी। सलक्क खन श्वास प्रश्वासको स्वभावहरूमा यसरी होस गर्दै जाँदा चाहिँ श्वास सुरु भएर अन्त्य हुन्छ, प्रश्वास पनि सुरु भएर अन्त्य हुन्छ। श्वास चाहिँ उदय व्यय, सुरु र अन्त्य हुने बित्तिकै प्रश्वास सुरु हुन्छ अनि प्रश्वास अन्त्य हुन्छ। प्रश्वास अन्त्य हुने बित्तिकै श्वास भित्र आउन सुरु हुन्छ, फेरि अन्त्य हुने। यो चाहिँ एकदमै भित्र बाहिर भइरहेको एकदम क्षणिक रूपमा एकदमै मिली सेकेन्डमा हुन्छ। त्यो चाहिँ उदय व्यय, उदय व्यय, उदय व्यय। यो उदय व्ययमा पनि अझ गहिरेर हेर्ने हो भने सुरु भएर केही निमेष बसेर फेरि अन्त हुन्छ। त्यसलाई आदि मध्य र अन्त, आदि मध्य र अन्त, आदि सुरु मध्य भएर अन्त, आदि मध्य अन्त, आदि मध्य। श्वासमा आदि मध्य अन्त, प्रश्वासमा आदि मध्य अन्त। यसरी श्वास प्रश्वासमा परिवर्तन भएको छ, फरकपन भएको छ। त्यति मात्र नभइकन प्रत्येक पल्ट नै नयाँ नै हुन्छ, त्यो पुरानो भनेको हुँदै हुँदैन। आउने जाने, आउने जाने, नयाँ आउने पुरानो जाने, नयाँ आउने पुरानो जाने। श्वासमा पनि नयाँ आउने जाने, प्रश्वासमा पनि नयाँ आउने जाने हुन्छ। प्रत्येक पल्ट नयाँपन नै हुन्छ, नयाँपन नै हुन्छ। यस्तै स्वभाव अरू व्यक्तिले गर्दा पनि त्यस्तै हुन्छ। मैले जस्तो अनुभव गर्यो त्यस्तै अनुभव अरूले पनि गर्छ, अरूलाई पनि त्यस्तै हुन्छ सम्झने। यसो गर्दा गर्दै एकदम प्रणीत भएको हुन्छ। समग्र श्वास प्रश्वास परिवर्तन हुँदै कठिनबाट सूक्ष्म, शान्त र आनन्दित भएको हुन्छ। सास फेरेकै हो कि होइन, भित्र आएकै हो कि होइन, बाहिर गएकै हो कि होइन, चालै नपाउने गरी शान्त र आनन्द हुन्छ। यसरी शान्त र आनन्द भइसकेपछि मन प्रफुल्लता हुन्छ, चित्त एकाग्रता हुन्छ। यसरी एकाग्रता भइसकेपछि न तृष्णा, न लोभ, न राग, न द्वेष र मोह केही पनि नभएको हुन्छ। त्यो भएको पनि सबै नेपाल भाषामा कोसियावना, यो चिया छाने जस्तै पानीमा ठुलो शान्त रहेको बेला तल गए जस्तै पिठमा गएको अनुभव हुन्छ। राग, द्वेष, लोभ, मोह सबै छानिएर सबै तल गएको हुन्छ। राग, द्वेष, मोह जति छन् तिनीहरूको वजन बढेको हुनाले त्यो शान्त भएपछि आफै तल चढ्छ। जस्तो कि हाम्रो प्राकृतिक रूपमा पनि जति गरुङ्गो वस्तु चिज हुन्छ त्यो सबै तल झरेको हुन्छ। त्यस्तै गरी तल झरेपछि हलुका पदार्थ मन चाहिँ आनन्द हुन्छ, चित्त आनन्द हुन्छ अनि पुरा रूपमै विकार तल गइराखेको अवस्था हुन्छ। अब धातु मनसिकार र अशुभ ध्यान सुरु गर्ने। यसमा अघि नै मैले भनेको अझ विस्तृत रूपमा गयो भने त्यो 20 प्रकारको पृथ्वी धातु छ। त्यो 20 प्रकारको पृथ्वी धातुमा चिम्सो रौँ, नङ, डाँठ, छाला, मासु, नसा, हाड, सेतो मासे, मृगौला, मुटु, कलेजो, झिल्ली, फियो, फोक्सो, ठुलो आन्द्रा, सानो आन्द्रा, पेट, लादिमल, गिरी, कानेगुजी, चिप्रा, मैलपसिना, यिनीहरू सबै पृथ्वी धातु हो भने त्यो सबै परिवर्तन भइरहेको छ, अस्थिर छ, प्रत्येक क्षणमा फरक छ, नयाँपन छ, राम्रो होइन नराम्रो,
नित्य होइन अनित्य, सुख होइन दुःख हो, आफ्नो होइन आफ्नो नियन्त्रणमा छैन, अनात्मा हो। यसको स्वभाव भनेको चूर्ण हुनु, ठड्डाकार कडापन हुनु, कर्कश खस्रोपन हुनु, नरमपन हुनु, गरौँ वा भारी वा हलुका भार हुने, कच्चुसे नाइसे चङ्गो हुने हुन्छ। अनि अर्को आफो ढाँटो 12वटा, पित्त, खकार, पिप, रगत, पसिना, चिल्लोपन, आँसु, बोसो, थुक, रेयाल, सिङ्गान, हड्डीको जोर्नीको तेल, पिसाब, फिज, यी सबै जलढाँटो हुन्। यसको स्वभाव भनेको क्षणिक, परिवर्तनशील, अस्थिर, प्रत्येक क्षणमा परिवर्तन। अनि यो आवण्डनाकार, बग्ने, टाँस्ने, काच्या हुने र एक ढिक्का हुने स्वभाव हुन्छ। त्यस्तै वायु टाटो 6, उड्डम गमन, माथि जाने, अधोगमन, तलको, उच्छिस, पेटभित्र रहिरहने, अङ्गारिक, शरीरका अङ्ग प्रत्यङ्गमा हुने, पोट्ठास, आन्द्राभित्र रहने, असबक्का, नसाभित्र रहने, श्वासमा प्रश्वासमा पारेको, ढ्याउ, हिक, फोक्सोको चलन, आन्द्राको चलन, खोकी, हाच्छ्यो, हाई आउने, पेट कराउने, सर्किने, आँखाको झिमझिम गर्ने, झसुकाल, खाना सर्ने, रगत बहने, रगतको पम्प, मुटुको चलन, पानी बग्ने आदि सबै वायु टाटोको कारणले हुने हो। यी सबै क्षणिक, परिवर्तन, अनित्य हो। प्राणवायु रक्तकणमा र अपान वायु रक्तकणमा हुन्छ। आन्द्राभित्र अङ्गको बिचमा, नाभि मुनिको द्वारबाट निस्कने, छालाको चिम्सो रौँको पाल, बिहान वायु नसा वरिपरि, स्नायु वरिपरि, उडान वायु नाभिमाथि, डकार, ढ्याउ, हिकिक र समान वायु मुख्य अङ्गको बिचमा, 5 उपप्राण वायु नाक डकार्नु, कुरमा रिम झिमझिम गर्नु, देवदत्त हाई आउनु, झसुकाल, लामो श्वास प्रश्वास, क्रिकल्ला, हाच्छ्यु आउने, धनञ्जय ढुकढुकी सबै वायु टाटो हुन्। त्यो देख्ने। तेजो टाटोले जीर्ण, पुरानो हुने, सन्ताप, आर्द्रता भइरहने, टाटो बनाइराख्ने, परिदहन, जलन हुने, परिपाचक, पच्ने, जठराग्नि, मुटुको धड्कन, शरीरको आर्द्रता, शरीरको तापक्रम, जलन, पचाउने शक्ति, आर्द्रता, तेजो टाटो हो। यी पनि सबै परिवर्तनशील, क्षणिक हुने। अनि यसको स्वभाव भनेको परिपाचककार, पाचन गर्ने, जीर्ण, जर्ती हुने, छिन हुने, कम भएर जाने, सुक्ने, शीतल हुने, गरम हुने, जलन हुने, तातो, न्यानो, पाक्ने आदि हुने। सबै चार धातुको पनि मिश्रण हुन्छ। पृथ्वीमा वायु तेजो, आफोमा पृथ्वी तेजो र वायुमा पृथ्वी तेजो र आफो, तेजोमा पृथ्वी र वायु आफो। सबै क्षणिक र परिवर्तन हुन्छ, नित्य होइन, अनित्य सम्झने। अब चित्तानुपसीना कस्तो चित्त उत्पन्न भएर आयो, सबै क्षणिक हो, परिवर्तनशील हो। अनि त्यो राग द्वेष मोह सहित हो कि वितराग वितद्वेष सहित हो कि भूतको हो कि भविष्यको हो कि वर्तमान हो कि, जुन चित्त आए पनि त्यो थाहा पाउने। त्यसपछि धर्मानुपसेना गर्ने। चित्तमा जुन आलम्बन आए पनि त्यसको स्वभाव हेर्ने, धर्मता हेर्ने, अनित्यता हेर्ने, वेदनाको धर्मता कस्तो छ, कायको धर्मता हेर्ने, त्यसको स्वभाव जान्ने। त्यो सबै परिवर्तन र क्षणिक र अनित्य नै भन्ने, ठान्ने, हुने पनि त्यही हो। त्यसलाई पर्यवेक्षण गरिराख्ने, कुन अवस्था भइरहेको, शुद्ध भइरहेको छ, अशुद्ध वस्तु बाहिर गइरहेको, शुद्ध धातुहरू भित्र रहेको, अशुद्ध धातु बाहिर गइरहेको। अब जुन यो अवस्थामा के गरिरहेको छ त्यसमा आफूलाई भएको अनुभव गर्ने, आफू कुन अवस्थाको छ, के गरेर बसिरहेको छ, आफू बसिरहेको ठाउँको दायाँ बायाँ, तल, भुइँ, माथि, आकाशतिरको अवस्था, आफूले के पहिरन गरिरहेको छ त्यसको अवस्था, आफ्नो चित्तमा के विचार आइरहेछ, कुन वस्तुमा कुन मा आलम्बन भइरहेको छ, त्यसमा हेर्ने। यो पञ्चस्कन्ध भइरहेको छ कि यो आँखा कानबाट भइरहेको छ कि, अथवा यो नाक कान घाँटी मुखबाट जिब्रोबाट आएर त्यसमा कल्पनामा भइरहेको छ कि, त्यसमा जुन आलम्बन भयो त्यसमा होस गरिराख्ने। अनि वेदनानुपसेना गर्ने। वेदनानुपसेनामा चाहिँ कुन स्थानमा आफूलाई कति
दुःख भयो अथवा मनले दुःख भयो कि विचारले दुःख भयो कि साँच्चैकै शारीरिक रूपमा कुन अङ्गमा पीडा भयो त्यसमा होस गर्दै जाने त्यो पनि सबै क्षणिक हो परिवर्तनशील हो भने त्यसलाई मेरो दुःख अनि मलाई पीडा भयो भनेर किन गर्ने। अब यो अघि न भनेको वितर्क विचार प्रीति सुख एकाग्रता भइरहेको छ त्यो भइरहेको छ त्यो त्यस्तै स्वभाव अरूले ध्यान गर्दा पनि त्यस्तै हुन्छ फरक पनि हुन्छ परिवर्तनशील हुन्छ। अनि त्यो सबै समान देख्ने उस्तै हो आफू आफन्त सबै उस्तै आफ्नो नियन्त्रणमा केही छैन म भन्ने केही छैन म भन्ने कोही होइन सबै उस्तै समता दृष्टि गर्ने अनि अनित्यको बोध गर्ने सबै नित्य नित्य भनेर भ्रममा परिरहेकोले दुःख भएको त्यही भएर अनित्य भएपछि दुःख पनि हराउँछ फरक पनि हुन्छ नयाँ पनि हुन्छ। अनि शील पालना गरिरहेको छ शीलबाट समाधि बढ्यो समाधिबाट प्रज्ञा ज्ञान बढ्यो फेरि प्रज्ञाबाट शील बढ्दै गयो अनि अन्तमा आफूलाई चाहिँ समाधि प्राप्त भएको अवस्था जुन 5 गुण छ त्यो 5 गुण परिपूर्ण भएर समाधि प्राप्त भएर प्रथम ध्यान प्राप्त भयो त्यसपछि द्वितीय ध्यान प्राप्त भयो त्यसपछि तृतीय ध्यान प्राप्त भयो त्यसपछि चतुर्थ ध्यान प्राप्त भयो अनि पञ्चम ध्यान प्राप्त भयो अनि पञ्चम ध्यान प्राप्त भइसकेपछि पनि अनि विकार सबै तल गएर क्षणिक परिक्रम समाधि प्राप्त भयो अनि त्यसपछि उपचार समाधि प्राप्त भयो त्यसपछि अर्पणा समाधि प्राप्त भएर स्थूल र सूक्ष्मको राग द्वेष मोह सबै पीडमा तल झरेर मन प्रफुल्ल भएको र एकदम प्रफुल्ल भएको अनि त्रिलक्षणको बाटो देख्न सुरु भएको अनि शान्त र आनन्द भएर मार्गफल प्राप्त हुन सुरु गरेको। अब यो अवस्थामा अब यति अवस्थामा पुगेपछि विपश्यनाको ध्यान सुरु हुन्छ। अब पुनः एकचोटि सबैलाई धन्यवाद दिने अनि सबै साथ पाएकोमा ठाउँलाई जसले यो कार्य गरेको छ त्यसलाई धन्यवाद दिँदै विश्राम गर्ने। धन्यवाद नमस्कार। हजुर दयाराम सर धेरै धन्यवाद। अब सिद्धार्थ गौतमले विपश्यना ध्यान विधिबाट बुद्धत्व प्राप्त गरेको जुन विधि थियो त्यसको अन्तर्कुन्तरमा पुगेर एकदमै पत्र केलाएर गहिरोसँग व्याख्या गर्नुभयो। हामीले कति बुझ्यौँ कति बुझेनन् त्यो छुट्टै कुरा छ। लगभग समय छैन धेरै 10-15 मिनट यसो छलफल केही जिज्ञासा अथवा आफ्नो केही विपश्यनाको बारेमा सेयर गर्नु छ भने अयोध्याजी। म 2 वर्ष अगाडि चाहिँ विपश्यना ध्यान केन्द्रमा गएर ध्यान गरेका थिएँ। आज चाहिँ त्यसको पुनरावृत्ति भए जस्तो लाग्यो। 2 वर्षपछि दयारामजीको दयाबाट भनौँ न है कृपाबाट यो चाहिँ प्राप्त भयो। बडा आनन्द लाग्यो। एकछिन चाहिँ हराएँ। यसलाई चाहिँ अब निरन्तरता दिनु होला भन्ने चाहिँ हामी आशा गर्छौँ भन्दै मैले चाहिँ आफ्नो चाहिँ टुङ्ग्याएँ। धन्यवाद। अब पूर्णजी तपाईँलाई कस्तो लाग्यो यो